पारीको बाटोबाट हुँदै हामी अहिले रोल्पाको सुनछाहारी गाउँपालिका पोवाङ भन्ने ठाउँमा आइपुगेको छौँ। यो मेरो लागि यो पोवाङ गाउँपालिका म फर्स्ट पटक रोल्पाको यो पार्टमा छिरेको। यहाँ गाउँपालिका भवन रहेको छ अनि त्यस पछाडि अग्ला अग्ला पहाडका चुचुराहरूको बिचमा यस पोवाङ भन्ने ठाउँमा मस्तको चिसो हावा चल्दो रहेछ। अब यो जुन बाटो हामी आयौँ यो बाटो अब सिधै अगाडि निस्कियो भने थवाङ, यो साइड थवाङ अलि जलजला हिमाल जाने बाटो रहेछ। यो पोवाङ गाउँ भन्ने ठाउँमा आइपुगेका छौँ। तल फाँटहरू रहेछ, खेतीयोग्य जमिनहरू पनि रहेको छ। पुरानो डिजाइनको यहाँनिर एउटा घर रहेको छ जुन ढुङ्गाबाट छाइएको रहेछ। यो पोवाङ गाउँ हो। मुनि लुङ्ग्री खोला सायद। अनि त्यस पछाडि यहाँनिर यो जुन बस्ती देखियो यो बस्ती पारीको बस्तीको मुनिबाट सुनछाहारी झरना रहेको छ जुन बाटोबाट अत्यन्तै मनमोहक दृश्यहरू अवलोकन गर्न सकिँदो रहेछ। उहाँ मुनि चाहिँ त्यो सुनछाहारी झर्ना जानको लागि झोलुङ्गे पुल रहेको छ। यो झोलुङ्गे पुल हो। यो झोलुङ्गे पुलबाट करिब 1 घन्टाको पैदल यात्रा पछाडि सुनछाहारी झरना पुग्न सकिँदो रहेछ। धन्यवाद।